यो गाडीले गिभवे त दिनु पर्थ्यो तर ठिकै छ त्यतिसम्म पनि म नजिक थिइनँ ल हाइवे फेरि सुरु है त मेरो स्कुटर चाहिँ फेरि धेरै कुद्दैन है तर ठिकै हो यति कुद्नु पनि स्कुटर भएर मजा आउँछ यार तर मलाई एकदम मजा लाग्छ यार यो स्कुटर कुदाउन यो मैले चलाइरहेको स्कुटर चाहिँ एनम्याक्स 125 हो है यामाहाको हो यामाहाको लोगो पनि देख्न सक्नुहुन्छ तपाईँहरू साइड मिरर एकदम हेर्नुपर्छ सबै कुरामा एकदम अवेर हुनुपर्छ क्या अब मैले ओभरटेक नगर्ने भने मैले यहाँको लेन पक्रिहाल्नुपर्छ 150 देखि 120 115 16 त जान्छ हो मजाले जान्छ लगभग हामी त्यही 11-12 किलोमिटर्स मेरो घरबाट टाढा आइपुगेको हो यहाँ चाहिँ स्पिड कुदाएको जस्तो लाग्दैन क्या साँच्ची भन्ने भने अफरोडमा म भर्खर डेनमार्क आएको थिएँ क्या पहिला आजभन्दा धेरै वर्ष अगाडिको कुरा हो भर्खर डेनमार्क आएको थिएँ अनि यो अगाडिको भ्यान देखिरहनु भएको छ नि यो जम्पर भ्यानहरू भन्छ भनौँ न हो यस्तो भ्यानमा चाहिँ एकजना हाम्रो नेपाली दाइकोमा मैले काम गरेँ क्या विज टु लाइक डेलिभर द फुड क्या आइटम्स होइन अनि यो भ्यानमा लोड गरिन्थ्यो अनि गइन्थ्यो क्या अनि त्यो दाइले हाइवेबाट लग्नुहुन्थ्यो कति ठाउँहरू अनि हाइवेमा त जाँदाखेरि भर्खर नेपालबाट आएको होइन अनि हाइवेमा जाँदाखेरि ल दाइ यस्तो दाइको त्यो हुन्छ नि स्पिड मिटर हेर्दा क्या गाडीमा ल दाइ 100 क्रस गरेर आएछ मलाई त 100 क्रस गरेको जस्तो लागेको छैन दाइ यार भने क्या भाइ यहाँ बाटो यस्तो छ थाहा नै हुँदैन अब यहाँबाट 5 मिनटमा एयरपोर्ट गरे थाहा नै हुँदैन अरे क्या अनि हुन पनि हो क्या थाहा नै हुँदैन क्या यहाँ अहिले यही स्पिड नेपालमा हाक्नु त आमामा 80 पनि यस्तो कुदेको जस्तो लाग्छ नि त्यहाँको बाटोमा बाटो एक त बाटो त्यस्तै हुन्छ होइन अनि त्यस्तै हो क्या अब त्यही बुझौँ न आफैले होइन अलि अर्कै छ क्या यहाँ अब कहाँ युरोप होइन साह्रै बेग्लै छ नि है 117 को है यहाँ अलिकति ओह्रालो आएर जान्छ मजा आउँछ स्पिड हाँक्न के हाँक्नु हुँदैन है यताको लेन्थ च्यापौँ है त अब यहाँबाट म अलिकति राम्रै खालको बाटो लगौँ अलि मजाको बाटो जाउँ न भन्ने यसो भन्ने मन त छ तर जाम देखेर मेरो टाउको दुख्यो होइन तर पनि लेट्स गो है त गाइस लेट्स ट्राई ल जे होला होला त्यहाँ अगाडि बस छिरायो नि होइन त्यसरी नै छिराउने अहिले पढौँ न बिस्तारै बिस्तारै यो सोलिड लाइन भन्दा भित्रै छिराइदिइहालौँ अगाडि नै होइन किन मलाई डर लाग्छ सोलिड लाइन चाहिँ यताउता गर्न चाहिँ अलिकति डर लाग्छ यस्तो हाइवेमा किन भन्दाखेरि केही भन्न सकिँदैन क्या गाडीहरू हुत्तिरहेको हुन्छ रमाइलो लाग्छ बाटो जान यो ठाउँलाई चाहिँ प्रियर भेलो भन्छ है गाइस पहिला म बस्थेँ यहाँ ल अघि हामी गएको हाइवे चाहिँ यहाँ तल गयो देखिरहनु भयो होला सोरुमहरू छ यहाँ यता साइडमा यतातिर जाउँ न त होइन यहाँ गाडी आएर छ उता किन ब्लक गरिदिने मभन्दा बेसी स्पिडमा जानेहरूलाई जान दिनुपर्छ क्या आफूभन्दा अगाडि बढ्नेलाई
ल हेरौँ है, यहाँबाट पोर्ता चाहिँ भने चाहिँ उता जानको लागि है टोल A12 सुल भनेको चाहिँ हाम्रो भास्को दी गामा ब्रिज देखिरहनु भएको छ अलिकति हो, त्यो इन्टर गर्ने बाटो हो यो हाइवे। यहाँ नजाने, एकचोटि गएर आएको छु म। रोड सेलेक्सन गर्नुपर्ने, रोड सेलेक्सन नगरेर नयाँ नयाँ भर्खर लाइसेन्स आएको थियो, जाने भएको पछि त त्यहाँ छिरिहाल्यो नि त्यो बाटोमा, भेजा भयो हौ। एकैचोटिमा त 15-30 किलोमिटर घुमेर आएको, गाह्रो छ। मेरो पोर्तो पाक्दास नासोस् होइन, एसएसआ ओरियन्ट मुस्कावित ओलिभाइस जाने बाटो चाहिँ यो दुईवटा हो, यो दुईवटा लेन हो। लेन चाहिँ आफूले सेलेक्ट गरिहाल्नुपर्छ क्या। यहीँबाट जाउँ न। ल है गाइस, हाइवे कप्का सकिसक्यो। अब म भनौँ न अलमोस्ट घर नजिकै पुगि नै सकेँ। जस्ट मैले त्यही हो, यो भिडियोमा चाहिँ मैले जस्ट हाइवेको रोड यसो अनि आफ्नो बाइक पनि कतिसम्म जान्छ होइन, कुद्छ, यसो देखाउनु मात्र खोजेको हो। त्यही मन पराइदिनुहुन्छ भन्ने आश छ होइन। नेपाली चाहिँ म फेरि राम्रो बोल्छु है, मलाई खै किन हो, तर मलाई आफ्नो भाषा चाहिँ मलाई एकदम मजाले आउँछ क्या। नेपाली म एकदम राम्रो बोलिदिन्छु। मान्छेहरू हुन्छ नि त नेपाली भयो पनि नेपाली राम्रोसँग नबोल्ने, नेपालीमा अलिकति ऊ भएको, तर मलाई चाहिँ नेपाली आउँछ है। म इङ्ग्लिसमा चाहिँ हो, इङ्ग्लिसमा चाहिँ मेरो खासै छैन है, खासै यहाँ इङ्ग्लिस पनि बोलिँदैन, बोलिए पनि खासै त्यस्तो बोलिँदैन। अब पोर्चुगिज बोलिन्छ होइन, हल्का फुल्का पोर्चुगिज, त्यो पनि एकदम बेसी होइन, हल्का फुल्का बोल्छु होइन। कता बोल्नुपर्ने एकदमै ठाउँ भयो भने हल्का फुल्का, त्यो एकदमै म होइन प्रो टाइपले आउने यताउता पनि होइन। मेरो भाषा जति मलाई अरू केही पनि आउँदैन, सिधै कुरा भन्दा है। अनि म आफूमा गर्व पनि गर्छु क्या आफ्नो भाषा बोल्दा। यहाँको मान्छेहरूले कस्तो गर्व गर्छ आफ्नो भाषा बोल्दा। यहाँ गएर इङ्ग्लिस बोल्न गयो भने कति ठाउँमा इङ्ग्लिस मन पराउँदैन नि उनीहरूलाई, इङ्ग्लिस नबोल हाम्रै भाषा बोल भन्छन्। त्यस्तो छ, आफ्नो भाषालाई प्रायोरिटी के। हुन त राम्रो पनि हो होइन, आफ्नो भाषा जोगाउनुपर्छ, तर हाम्रो देशमा चाहिँ फेरि बेग्लै छ क्या। त्यो पनि ठिकै छ, म त प्राउड छु यार, मलाई त मनपर्छ आफ्नो भाषा, आउँछ पनि बोल्छु पनि। ल है, अहिलेको जस्तो गाडी यहाँ पनि देखियो है, टिबिटी लेखेको, यो पनि ट्याक्सी हो। ट्याक्सी नै होइन, ट्याक्सी अब भनौँ न, यो चाहिँ अब अनअफिसियल ट्याक्सी हो। टिबिटी भनेको उबर बोल्ट हो, उबर बोल्टमा तर ट्याक्सी नै चाहिँ अब यहाँ अर्कै हुन्छ है। फेरि बुढाखाडाहरूले चलाएर आउँछ। यहाँ पनि जान्छ, यसरी काट्नै पाउँदैन क्या बाटो, यो छ नि, यो लेन काट्नै मिल्दैन क्या। अब त्यो गाडीले काट्यो ठिकै छ, हुन्छ क्या, यस्तो नर्मल हो क्या, यो एकदम नर्मल हो, धेरै ठुलो तरिकाले लिनु हुँदैन, तर एटलिस्ट वी निड टु ओबे रुल होइन, त्यति भन्छु म। यो गाडीले अलिकति मिलाएर साइड दिजेको भए मलाई सजिलो हुन्थ्यो क्या, तर अब ठिकै छ, सबै आफूले सोचेको जस्तो हुँदैन। म यतैबाट छिराइन्छु त्यो होला। गइदिउँ ल, गइदिउँ मा कसम, कमेडी छ हो। डग अन बोर्ड है, मडाएको छ त फेरि, हान्छु नि डग अन बोर्ड। मलाई चाहिँ फेरि डग एकदम मनपर्छ होइन। अब कहिलेकाहीँ यस्तो गाडीको पछाडि डग राखिरहेको हुन्छ नि कुकुर, पुरा हेरिदिने हो क्या। रमाइलो लाग्छ हौ, पुरा हेर्छ नि होइन, या मजा लाग्छ हेर्दा। ल है गाइस, यो चाहिँ मेरो घरको बाटो हो होइन,
आइ एम अलमोस्ट देयर। ल अब मेरो भिडियो भ्लग भनौँ न, फोटो भ्लगिङ मन पराइदिनुहुन्छ भन्ने आश छ। यो सेकेन्डचोटि मैले भनेको है फेरि मेरो दुईचोटि बोल्ने बानी छ क्या, के हो के एउटै कुरा दुईचोटि गर्ने बानी छ। अनि त्यही हो, मन पराइदिनुहुन्छ भन्ने आशा छ। भ्लग बनाउँदै गर्छु सकेसम्म, आफूसम्म टाइम भएसम्म है। त्यही हो। अब यता जाउँ। ल गाइज, ल आइएम हियर गाइज, आइएम हियर। म मेरो घर आइपुगेँ। अब पार्किङ गर्ने आमा के स्कुटर त कडा छ त, BMW रहेछ नि त। ल गाइज, थ्याङ्क यू सो मच।